दुलाबारीको आज छठ पर्व 2022 साल कार्तिक 10 गते सोमबारको दिन छठ मेलामा घुम्न आएको छु। छठको प्रदर्शन यसरी भइरहेको छ गाइस। दिनबार हेर्नु त पिङ छ, यता केटा खेल्ने खाने ठाउँ, यता पार्क छ, हेर्नु चाहिँ गयो मान्छेहरू भिडभाड छ। छठको सबै रमाइलो भइरहेछ। यता मन्जु के छ, ठिक छौ? छठ मनाउन आएको। साथी यता फुड इन्स्टल भइरहेछ है, यतातिर यता खेलाउन नानीहरूको लागि फुड स्टल भइरहेछ। जाने बाटो जाने उतापट्टि छ एकदमै रमाइलो फुड स्टल। यता मन्जु है साथीहरू रमाइलो भइरहेछ। के खाने के गर्ने कसरी साथीहरू यहाँ अब यहाँबाट चाहिँ छठको लागि मुनि तयारी भएको खोला निन्दा खोलामा जाने बाटो। निन्दा खोला जाँदैछौँ हामी। निन्दा खोला झर्ने बाटो छ, आउने क्रम जाने क्रम भइरहेछ। यताबाट आउने क्रम भइरहेछ। छठ पर्व मान्ने व्यक्तिहरू मानिसहरू एकदम रमाइलो पर्छ। यताबाट जाने बाटो हामी यताबाट जान्छौँ साथीहरू। यस्तो छ उत्रिने बाटो है मेलाको। रमाइलो साथीहरू यस्तो पड्का लगाउनुमा एकदम यति बिना भिड भइरहेको छ। यस मेरो साथी के छ यहाँ मेरो साथी भाइ है मेरो। छठ भइसक्यो, पूजापाठ भइसक्यो। हेर्नु साथीहरू यस्तो भइरहेछ भिडभाड रमाइलो बनाउने जाने क्रम टन्नै भइरहेछ है। तर्ने बाटो यसरी बनाएको छ। यसै मन्त्रीले तर्दै हुन्छ यसरी है। फेरि आउने जाने क्रमको भिडभाड यस्तै छ साथीभाइहरू। पनि खोला तर्दैछु है साथीहरू तपाईँलाई छ। यस्तो गरेर तर्नुपर्छ। कतिले पूजा गरेर फर्किसक्नुभयो साथीभाइहरू। यस्तै भइरहेछ है। फाइनली हामी खोलामा आइपुगेको छौँ साथीभाइहरू। यहाँ तपाईँको यहाँ सेक्युरिटी गार्डहरू पुलिस सुरक्षा कर्मीहरू भेला भएछ। फाइनली हामी यहाँ आइसकेको छौँ गाइस साथीभाइहरू। हेर्नु त रमाइलो पनि माथि पुल छ है, पुलमा गाडीहरू गइरहेछ गाइडहरू। सूर्यदेवको पूजा, सूर्यदेवको मन्दिर, सूर्यदेवलाई दर्शनको लागि यहाँनिर भक्तजनहरू भिडभाड भइरहेको छ साथीभाइहरू। खोलामा आइपुगेका छौँ। अहिले कस्तो अनुभव भइरहेको छठ पर्वमा चाहिँ? ठिक छ मन्जु दिदी? बहिनी जाने बाटो छ क्या खोलामा यस्तो मजाले बनाएको खोला है साथीभाइहरू। एकदम मस्तो बनाइरहेको छन्। यो माथिको हुन्छ ओके। हाम्रो छठ पर्व एकदम निन्दा पुलमा यस्तो रमाइलो भएर साथीभाइहरू। निन्दा पुलमा हामी रमाइलो दृश्य गरिरहेको छौँ। झन्डै म पनि लड्यो, म पनि झन्डै लडेँ साथीभाइहरू है। ओके साथीभाइहरू सास पाउनु साथीहरू भइरहेछ। छठ पर्व यस्तो रमाइलो भइरहेछ पुल मुनि। यता पुल मुनिको दृश्य के तल
साथीभाइहरू एकदम रमाइलो फिल भएछ एकदम राम्रो भइरहेछ यहाँ चाहिँ बोथ साइड एकदमै बोथ साइड छ है साथीहरू पूजा एकदम रमाइलो छ हेर्ने आगन्तुकहरू धेरै हुन्छ पूजा गर्ने पनि धेरै हुन्छ हेर्ने आगन्तुकहरू धेरै छन् साथीभाइहरू गर्दै हुन्छ रमाइलो भइरहेछ है साथीभाइहरू छठ पर्वमा एकदमै साथ बढिसक्यो बत्ती बढिसक्यो साथीभाइहरू साथ बढिसक्यो ठाउँबाट आगन्तुकहरू आउनु भएको छ अन्तिममा घुम्दै गर्दा आएर आएको बेलामा यहाँनिर पत्ता लाग्यो यो फोटो खिच्छौँ एकदम राम्रो छ साथीभाइहरू एकदम रमाइलो फिल भइरहेछ तब हामी निस्किँदैछौँ यहाँबाट दामी दामको भिड गाडी चलिरहेको छ जाने भिड आउने भिड जाने भिड यस्तो भिड छ यो चाहिँ हामी छठ पर्व हेर्दा फर्किँदाको अवस्थामा एकदम निस्किने बाटोको क्रममा यति भिडभाड छ साथीभाइहरू आउने कार्यक्रम अझै आउँदै हुन्छ जाने जाँदै हुन्छ आउने आउँदै हुन्छ पूजा त सिधिसक्यो हेर्नको लागि भिड यति बिना छन् साथीभाइहरू